ओके, गुड आफ्टरनुन है सबैजनालाई। गुड आफ्टरनुन। ल, अब आज हामी आजको टपिकको विषयमा हामी छलफल गर्छौँ। हिजो तपाईँहरूलाई मैले अभिलेख व्यवस्थापनको पार्टको क्वेसन्स चाहिँ मैले त्यो एमसिक्यू क्वेसन्स त स्लाइडबाट त देखाएँ, तर तपाईँहरूलाई चाहिँ पिडिएफ नोट देखाएँ। तर त्यसमा चाहिँ मैले यो सब्जेक्टिभ पार्ट चाहिँ मैले पढाएको थिइनँ। त्यसैले गर्दा थोरै यो अभिलेख व्यवस्थापनको पार्ट अनि सहायक कर्मचारी भन्ने छ, सहायक कर्मचारीका कार्य र गुण के हो, कस्तो हो भन्ने विषय। त्यसपछि गएर अर्को चाहिँ हाम्रो अनुक्रमणिकाको विषयहरू पनि छ, इन्डेक्सिङको विषय पनि छ, यी समस्या अनि कार्यालय स्रोत साधनको विषय पनि छ है। अब यसमा चाहिँ कस्तो छ भने तपाईँहरू कति कति निरीक्षकको तयारी, के अरे बिनीको तयारी गर्दै हुनुहुन्छ, कति प्राविधिक सहायक प्रासको तयारी गर्दै हुनुहुन्छ होइन, कति यता विद्युत प्राधिकरणकोतिरको बाटो हेर्दै हुनुहुन्छ। जे होस्, तपाईँहरूका कतै न कतै टपिकहरू छोइएका टपिकहरू छन्, या त्योभन्दा अरू टपिकहरू सरहरू आउनुहुन्छ, पढाउनुहुन्छ है। तपाईँहरूले हेर्नु पर्यो, मैले कुन टपिक मेरो पाठ्यक्रममा छ त्यसमा टिक लगाउने, त्यति चाहिँ हेर्ने है। त्यसमा चाहिँ अब यो अभिलेख व्यवस्थापन भन्ने पार्ट चाहिँ आज मैले तपाईँहरूलाई यसको बारेमा थोरै कन्सेप्ट दिन गइरहेको छु। मैले आज कन्सेप्ट मात्र दिन्छु। यसका आधारमा यसको मैले क्वेसन आन्सर सबै तपाईँलाई एमसिक्यू क्वेसन्स देखाइसकेको छु, हिजो भनिसकेको छु। अब यसमा खास खास कुरा कहाँ कहाँनिर ध्यान दिने, कहाँ कहाँबाट आउन सक्छ त एमसिक्यू। तपाईँहरूले मात्र मेरो भिडियो हेर्नु हो, तपाईँलाई क्वेसन्स पनि चाहिँदैन कि। तपाईँसँग त्यो एउटा प्र्याक्टिस बुक छ भने, कुनै टेक्स्ट बुक किन्नु भएको छ भने त्यहाँबाट मेरो मेरो भिडियो हेर्नुहोस् अनि त्यहाँको कुनै पनि बुक्स गर्न, क्वेसन्स गर्न थाल्नुहोस्। यदि कुनै पनि कन्फ्युजन भयो भने मलाई यो नम्बरमा मेसेज गर्नुहोस्। ल हेर्नुहोस् त, मलाई तपाईँलाई त्यस्तो मैले पढाएकोमा यदि कुनै पनि त्यस्तो कन्फ्युजन भयो, तपाईँले रेकर्ड सुन्दा पनि मैले त्यो कुरा त्यहाँ नभनेको रहेछ, फेरि सुन्नु चाहिँ पर्यो। मलाई थाहा हुन्छ नि मैले के कुरा तपाईँहरूलाई बताएँ भनेर। त्यसैले गर्दा त्यो कुरा तपाईँले हेरेपछि पनि, तपाईँले त्यो भिडियो सुनेपछि पनि एमसिक्यूमा छ छैन त्यसको सरकार भएन। तर तपाईँलाई मैले पढाइसकेको भिडियो सुनिसकेपछि मेरो विषयको जुन जुन टपिक मैले पढाएँ त्यो विषयमा एमसिक्यू छ प्र्याक्टिस बुकमा, तर तपाईँलाई आन्सर आएन भने मलाई त्यो फोटो खिचेर ट्याक्क पठाइदिनु भयो भने म त्यसको सल्युसन तपाईँले यहीँ पठाइदिनु भयो। सकेसम्म तपाईँले यहाँको ग्रुप होला तपाईँहरूको, यहीँ 3Sको यहीँ ग्रुपमै तपाईँहरूले त्यसलाई पठाइदिनु भयो भने उहाँहरूले मलाई फरवार्ड गर्नुहुन्छ अनि म त्यसको एन्सर दिएर तपाईँलाई पठाउँछु है। यो सहजीकरण चाहिँ म गर्न सक्छु। त्यसका लागि अब डाइरेक्ट मलाई मेसेज गर्दै गर्दा पनि तपाईँहरूको ठिकै छ, तपाईँहरूको मात्र अरूलाई मैले त्यसरी त्यसमा गर्न सकिँदैन। तर डाइरेक्ट मेसेज त्यस्तो भइहाल्यो भने 98285665 है 06, यो मेरो वाट्सएप नम्बर हो, यसमा वाट्सएप गर्नु होला है, 9828566506। यदि कुनै पनि त्यस्तो कन्फ्युजन भयो भने, तर त्यो भिडियो हेरेर मात्र हो मलाई लाग्छ। फेरि यदि तपाईँलाई त्यो प्रश्नको क्वेसन्स, तपाईँको क्वेसन्स मैले अलरेडी तपाईँलाई पढाइसकेको क्वेसन्स रहेछ, अर्थात् त्यो मैले भिडियोमा जुन कन्सेप्ट बताउँदै बेला बताएको रहेछ नि त्यसको एन्सर म पठाउन सक्छु। तर यदि मैले तपाईँहरूलाई भन्दै गर्दा तपाईँलाई त्यो क्वेसन धेरै कन्फ्युजिङ रहेछ, अथवा मैले भनेको भन्दा दायरा भन्दा अलिकति फरक उसको रहेछ भने त्यसको मैले एन्सर पठाउँछु। सकेसम्म यही 3Sलाई नै सरले भन्नुभएको थियो भनेर मेसेज गरेर पठाइदिनु भयो भने उहाँहरूले मलाई फरवार्ड गरिदिनुहुन्छ, मैले एन्सर त्यसको सेन्ड गरिदिन्छु है त। म तपाईँलाई यति भने आज मात्र होला सायद मैले यसको बारेमा तपाईँलाई पढाउने अभिलेख व्यवस्थापन है, अभिलेख व्यवस्थापन, सहायक कर्मचारी र मैले कार्यालय स्रोत साधन पढाउँछु। त्यसपछि तपाईँलाई त्यस्तो भयो भने म उपस्थित नभए पनि तपाईँले त्यसको बारेमा, मैले पढाएको क्वेसन्सको बारेमा, टपिकहरूको बारेमा तपाईँहरूले चाहिँ यहाँ चाहिँ तपाईँले मेसेज फरवार्ड गरिदिनु भयो ग्रुपबाट भने त्यसको एन्सर चाहिँ म दिन्छु है। यो कुरा तपाईँहरूलाई मैले जानकारी गराएँ। अब जाउँ अभिलेख व्यवस्थापन। हिजो हामीले अभिलेख व्यवस्थापन त पढ्यौँ, तर अभिलेख व्यवस्थापन वास्तवमा के हो त, मैले थोरै केही कन्सेप्चुअल कुरा गर्न सक्छु, ध्यान दिएर सुन्ने। त्यो यो अब्जेक्टिभ क्वेसन्स गर्नका लागि एकदम कन्सेप्ट चाहिन्छ कि है। ल यहाँ हेर्नुहोस् त, तपाईँहरूले एउटा हामीले जस्तो +2 साइन्समा पनि 11 12मा पनि त्यो फिजिक्सको क्वेसन्सहरू थियो नि, सर्ट क्वेसन्सहरू, त्यो गर्नलाई लङ क्वेसन्सको कन्सेप्ट क्लियर हुनु पर्थ्यो नि। तपाईँहरूलाई थाहै छ होला त्यो विषय। त्यस्तै यसमा पनि कन्सेप्ट चाहिन्छ। हेर्नुहोस् त, यो सब्जेक्टिभ पार्टको भएको भएर अब यो अभिलेख व्यवस्थापनमा यो अभिलेख भनेको के हो त? अभिलेख भन्ने बित्तिकै त रेकर्ड भनेर बुझ्छौँ नि हामीले, अङ्ग्रेजीमा के बुझ्छौँ, RECORD, रेकर्ड भनेर बुझ्छौँ होइन, रेकर्ड। यो कस्तो हो भने अभिलेख भन्ने बित्तिकै जस्तो सूचनामूलक दस्तावेजहरूलाई अभिलेखीकरण गर्ने कामै अभिलेख हो। अर्थात् कुनै पनि कार्यालयमा कार्य सम्पादनका बखत सृजना भएका वा अन्यत्रबाट प्राप्त हुन आएका सबै प्रकारका सूचनामूलक दस्तावेजहरू जसलाई हामीले अभिलेख भन्छौँ, त्यो अभिलेखलाई व्यवस्थित गर्ने काम पनि अभिलेख हो कि खासमा। यसरी अभिलेख भनेको के रहेछ अरे, कुनै पनि कार्यालयमा
कार्य सम्पादनका बखत सिर्जना भएका वा अन्यत्रबाट प्राप्त हुन आएका सबै प्रकारका सूचनामूलक दस्तावेजहरूलाई हामीले अभिलेख भनेर भन्छौँ। अभिलेख भन्ने बित्तिकै यो सूचनाको सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। अभिलेख भनेको के अरे? सूचनाको सम्बन्धित विषयमा सूचनाको सबैभन्दा महत्त्वपूर्ण स्रोत नै अभिलेख हो। अर्को कुरा, त्यसैले सूचनाको स्रोत भएको कारणले गर्दा अभिलेखलाई कार्यालय कार्य सम्पादनको आधार र उपज दुवै भनिन्छ। यो कार्यालय कार्य सम्पादनको आधार पनि हो। भन्नुको अर्थ नीति योजना कार्यक्रम बजेट बनाउने बेला पनि सूचना चाहिन्छ। सूचना प्राप्तिको स्रोत नै अभिलेख हो, सो यो आधार पनि हो। र फेरि काम गर्दै गर्दा ती सूचनाहरूको सिर्जना पनि हुन्छ। त्यसैले यो के पनि हो भन्दा कार्य सम्पादनको उपज पनि हो, आधार पनि हो, उपज पनि हो। त्यसैले भनेको। अर्को, अभिलेख व्यवस्थापन भनेको के हो त भन्दा तिनै अभिलेखलाई कार्यालय कार्य सम्पादनका बखत सिर्जना भएका वा अन्यत्रबाट प्राप्त हुन आएका कि काम गर्ने बेलामा बन्छन् कि कतैबाट आउने हुन्। यसरी सिर्जना भएका अभिलेखलाई तिनको विषय, प्रकृति, समय र महत्त्वका आधारमा सङ्कलन गर्ने काम, वर्गीकरण गर्ने काम, भण्डारण गर्ने काम, उपयोग गर्ने र समयअनुसार धुल्याउने अर्थात् नष्ट गर्ने सम्मका समष्टिगत कार्यहरूको व्यवस्थापनलाई नष्ट गर्ने सम्मका सम्पूर्ण कार्यहरूको समष्टिलाई हामीले अभिलेख व्यवस्थापन भन्छौँ। हेर्नुहोस् त, अभिलेखको सङ्कलन गर्ने काम, त्यसको प्रशोधन, वर्गीकरण, भण्डारण, उपयोग गरेर समयअनुसार त्यसलाई धुल्याउने अर्थात् नष्ट गर्ने है। फेरि समयअनुसार किन भनेको थाहा छ? यसका लागि सरकारी कागजात धुल्याउने नियम 2027 को व्यवस्था गरिएको छ। अभिलेखलाई धुल्याउन नष्ट गर्नका लागि अभिलेखको धुल्याउने नष्ट गर्ने सम्बन्धमा सरकारी कागजात धुल्याउने नियम 2027 छ। त्यो 27लाई आधार मानेर गरिन्छ, त्यही भएर समयअनुसार लेखेको। अर्थात् अभिलेख व्यवस्थापन भनेको त के रहेछ भन्दा अभिलेखको प्राप्तिदेखि अभिलेखको समाप्तिसम्मका सम्पूर्ण कार्य प्रक्रियाको फेरि समुचित व्यवस्थापन। अभिलेखको प्राप्तिदेखि समाप्तिसम्मका सम्पूर्ण कार्य प्रक्रियाहरूको के रहेछ? समुचित व्यवस्थापन अभिलेख व्यवस्थापन रहेछ। यति मात्र नभएर अभिलेखलाई व्यवस्थित राख्ने, सुरक्षित राख्ने र भविष्यमा चाहिएको वखत सजिलै प्राप्त गर्न सकिने गरी राख्ने कार्यलाई अभिलेख व्यवस्थापन भनिन्छ। अभिलेखलाई सुरक्षित राखेर मात्र भएन, भोलि खोजेको बेलामा भेटिनु पनि पर्यो। अभिलेखलाई व्यवस्थित, सुरक्षित र भविष्यमा चाहिएको बखत सजिलै प्राप्त गर्न सकिने गरी राख्ने कार्यलाई अभिलेख व्यवस्थापन भनिन्छ। यसरी हेरौँ त अभिलेख व्यवस्थापनको चक्र। अभिलेख व्यवस्थापन आफैमा एउटा प्रक्रियागत कार्य हो। एउटा प्रक्रिया हुन्छ, यसको सङ्कलनदेखि नष्ट गर्नेसम्मको जुन प्रक्रियागत कार्य आफैमा एउटा के हो? प्रोसेसको काम हो। त्यसैले अभिलेख व्यवस्थापन सन्दर्भमा जुन जुन कार्यहरू सम्पादन गरिन्छन् तिनीहरू नै यसका प्रक्रिया अर्थात् चक्र हुन्। चरण पनि यिनै हुन्। चरण भन्न सक्छ, चक्र भन्न सक्छ, प्रक्रिया भन्न सक्छ, सबै यिनै हुन्। अब हेर्नुहोस् त यहाँ के भन्यो हेर्नुहोस् त ल। अब यहाँ हेरौँ है त, अभिलेखको प्राप्ति वा सिर्जना पहिला के हुन्छ? अभिलेखको प्राप्ति वा सिर्जना हुन्छ, अभिलेखको उपयोग हुन्छ, अनि भण्डारण हुन्छ, अनि समयअनुसार धुल्याउने नष्ट गर्ने। फेरि पछि पनि उपयोग हुनसक्छ, भण्डारण पछि पनि है। अनि यसरी हेर्नुहोस् त, अनि यसको व्याख्या कसरी गरेको छ? यसो तल हेरौँ त, यो चक्र भयो। अभिलेखको प्राप्ति वा सिर्जना हेर्नुहोस् त, कारले बाहिरबाट अथवा भित्रैबाट अभिलेखको प्राप्ति वा सिर्जना हुन्छ, कि बाहिरबाट हुन्छ कि भित्रैबाट हुन्छ। अर्को, अभिलेखको आवश्यकता नपरिकन अभिलेख प्रयोग गरिँदै गरिँदैन, आवश्यकता अनुसार के हुन्छ? अभिलेखको उपयोग हुन्छ। भण्डारण के? वर्तमानभन्दा पनि विशेष गरी भविष्यमा उपयोग गर्न सकिने गरी अभिलेखको उपयुक्त तरिकाले के गरिन्छ? भण्डारण गरिन्छ। अर्को, अभिलेखको धुल्याइ काम नलाग्ने र महत्त्वहीन अभिलेखलाई समयअनुसार नष्ट गरिन्छ। फेरि काम लाग्दैन भन्दैमा नष्ट गरिहालिँदैन। यसका लागि सरकारी कागजात धुल्याउने नियम 2027 को व्यवस्था गरिएको छ। अब लेखेर त अब आज सम्भवै भएन। अब यो स्लाइड सकाइदिन्छु अनि त्यसपछि गएर यो भिडियो मजाले हेर्नु। तपाईँलाई यो लेखेर पढाउनलाई यो कस्तो हुन्छ भने तपाईँले सब्जेक्टिभ पार्ट पढ्दा म सबै लेखेर पढाउँछु है। अब यसमा के छ भन्दा तपाईँले नबुझिकन त्यो तपाईँको अब्जेक्टिभ हुँदैन। बुझ्नका लागि मैले लेखाउने भन्दा पनि यहाँबाट तपाईँले भिडियो मजाले सुन्नुभयो भने मैले कति घन्टा 4-6-7 घन्टा पढाएँ होला। यदि भिडियो सुन्नु भने मेरो टपिक कुनै पनि आन्सर तपाईँको फरक जाँदैन है। यसरी बुझ्नु पर्यो भनेको मतलब अभिलेख व्यवस्थापनको चक्रमा हेर्नुहोस् त, यो चक्रलाई जसरी पनि लेख्न सकिन्छ। अभिलेखको प्राप्ति वा सिर्जना, अभिलेखको उपयोग, अभिलेखको भण्डार। तपाईँहरूलाई आउँदैन र भिडियो आउँछ नि त, भइहाल्यो त। भण्डारण अनि अभिलेखको धुल्याइ र नष्ट है। ल हेर्नुहोस् त,
अब हेरौँ, यसरी अभिलेखलाई धुल्याउने नष्ट गर्ने सम्भव काम भयो। मैले अभिलेख व्यवस्थापनका गुण भनेको थिएँ, जुन हिजो पनि तपाईँलाई मैले भनेको थिएँ, याद गर्नुभएको थियो होला। यो भूमिका छोडिदिनुहोस्, यो मैले रिटर्न पेपरको पार्ट हो। अब अभिलेख व्यवस्थापनमा हुनुपर्ने गुण र फाइलिङमा हुनुपर्ने गुण एउटै लेख्नु होला भनेको थिएँ तपाईँलाई। मैले SURPRISE सरप्राइज भनेर भनेको थिएँ नि, याद छ? यस भनेको कि स्पेसिफिक, स्पेसिफिक भनेको विशिष्ट। अभिलेख व्यवस्थापन वैज्ञानिक एवं आधुनिक हुनुपर्छ, विशिष्ट प्रकृतिको हुनुपर्छ। यु भनेको अप टु डेट, अभिलेख अद्यावधिक, समय समयमा अभिलेख अद्यावधिक भएको हुनुपर्छ। आर भनेको के हो? रिलायबल, विश्वसनीय। अभिलेख व्यवस्थापन भरपर्दो र विश्वसनीय हुनुपर्छ। हेर्नुहोस् न, गुण कति सजिलो छ। पी भनेको के? प्रिसाइज, अभिलेख व्यवस्थापन भद्दा नभई संक्षिप्त एवं सटिक हुनुपर्छ, एकदम प्रिसाइज। अर्को आर भनेको रेलेभेन्ट, अभिलेख व्यवस्थापन समय सान्दर्भिक, सन्दर्भ अनुरूपको हुनुपर्छ, टाइम रेलेभेन्ट अनुरूपको। अर्को आई भनेको इन्फर्मेटिभ, सूचनामूलक। अभिलेख व्यवस्थापन अभिलेख सम्बन्धित विषयको सूचना प्रवाह गर्ने खालको हुनुपर्छ, स्वाभाविक। अभिलेख व्यवस्थापन स्वत एवं स्वाभाविक हुनुपर्छ, स्पोन्टेनियस। अर्को ए भनेको एभिडेन्सियल, एभिडेन्सियल भनेको तथ्यपरक भनेको। जस्तो हेर्नुहोस् त, अभिलेख व्यवस्थापन, अभिलेख व्यवस्थापन प्रमाणिक है, प्रमाणिक हुनुपर्छ। अर्थात् अभिलेख व्यवस्थापन कानुन सम्मत हुनुपर्छ, तथ्यमा आधारित हुनुपर्छ, तथ्यमा आधारित, यसरी लेख्ने। अर्को पहुँच योग्य, हेर्नुहोस् त, भविष्यमा खोजेको बखत सहज रूपमा प्राप्त गर्न सकिने वर्ज। जस्तो यो दुईटा कुरा के, यो हामीले सरप्राइजमा अरू सबै कुरा आयो, SURPRISE सरप्राइजमा सबै कुरा आयो, तर के आएन थाहा छ? यो आर र सी मैले भने। आर भनेको के हो? रिचेबल, रिचेबल भनेको के हो? पहुँच योग्य। हेर्नुहोस् न, तपाईँले अभिलेख सुरक्षित भयो भनेर मात्र भएन, भविष्यमा खोजेको बखत सहज रूपमा प्राप्त गर्न सकिने पनि हुनु पर्यो। अर्को सी भनेको क्लासिफाइड भनेको वर्गीकृत भनेको। जस्तो अभिलेख व्यवस्थापन सही रूपमा वर्गीकृत गरिएको हुनुपर्छ, अभिलेखलाई वर्गीकरण गरेर राखिएको हुनुपर्छ, यस्तो हुनुपर्छ भन्न खोजेको। अब यहाँ हेरौँ त ल, यसरी गुणमा चाहिँ नझुक्किनु होला, यसरी गुण लेख्नु होला। यी फाइलिङका पनि भयो है। अभिलेख व्यवस्थापनमा रहेका समस्या भनेको छ, अभिलेखलाई वैज्ञानिक र व्यवस्थित बनाउन सकिएको छैन, स्रोत साधनको र संरचनाको अपर्याप्तता, राज्यको उच्च प्राथमिकतामा परेन अभिलेख व्यवस्थापन, समय र महत्त्वका आधारमा वर्गीकरण र प्राथमिकीकरण गरिएन। अर्को अभिलेख व्यवस्थापन टाइममा अद्यावधिक, अभिलेखलाई समय समयमा अद्यावधिक अप टु डेट गरिएन। आधुनिक प्रविधि प्रयोग एकदमै न्यून गर्न त खोजिएको छ, तर पनि न्यून छ। आधुनिक प्रविधि उपलब्ध भएको कारणले पनि कागज र ढड्डाको प्रयोग रोकिएको छैन। प्रविधि छ, तर पनि अझै पनि कागज र ढड्डाको प्रयोग रोकिएको छैन। सूचना लुकाउने र दुरुपयोग गर्ने प्रवृत्ति हाम्रोमा विद्यमान छ। आफूलाई प्रतिकूल हुनेछ भने त्यस्तो अवस्थामा अर्थात् त्यस्ता सूचनाहरू लुकाइन्छ अनि दुरुपयोग गर्ने प्रवृत्ति पनि विद्यमान छ। अर्को निश्चित विधि र मापदण्डका आधारमा अभिलेख राखिँदैन। अर्को अभिलेख व्यवस्थापनलाई कार्य सम्पादन मूल्याङ्कनसँग टाइअप गर्न नसक्नु। हेर्नुहोस् त, भोलि कार्य सम्पादन मूल्याङ्कन भनेको त वृत्ति विकासको आधार हो नि कर्मचारीको। कार्य सम्पादन मूल्याङ्कनसँग अभिलेख व्यवस्थापनलाई जोडिदिएको भए त उसले राम्रोसँग अभिलेख व्यवस्थित गर्थ्यो है। अर्थात् भोलि मेरो पनि वृत्ति विकासका लागि एउटा आधारको रूपमा रहन्छ भन्ने भएको भए, त्यसको प्रभावकारी रूपमा भएको भए, त्यसलाई राम्रोसँग टाइअप गरिएको भए, नगरिएको पनि होइन तर प्रभावकारी टाइअप छैन, यो लेख्न सकियो। समाधानको उपायमा त सिम्पल भयो, त्यसैलाई उल्टाउने कुरा हो। कहिलेकाहीँ तपाईँलाई यस्तो पनि सोध्न सक्ला भनेर मैले यो राखिदिएको। अभिलेख व्यवस्थापनलाई सुदृढ गरी आधुनिक र वैज्ञानिक बनाउने, स्रोत साधनको प्रबन्ध गर्ने र भएका स्रोत साधनको सही ढङ्गबाट सञ्चालन र परिचालनको व्यवस्था मिलाउने, राज्यको उच्च प्राथमिकतामा राख्ने, यसलाई अर्को महत्त्वका आधारमा वर्गीकरण गर्ने, प्राथमिकीकरण गरेर राख्ने, समय समयमा अद्यावधि गर्ने अभिलेखलाई। समाधान त त्यही त हो नि। आधुनिक प्रविधि प्रयोगलाई जोड दिने, बढीभन्दा बढी निश्चित मापदण्डका आधारमा अभिलेख राख्ने तोकिएको, अनि कार्य सम्पादन मूल्याङ्कनसँग के गर्ने? टाइ अप गर्ने। यो भिडियो मात्र हेरेर गर्ने ल, टाइ अप गर्ने, माथिकोलाई उल्टाउने, पुरै सकियो। यसरी हेर्नुहोस् त, अब अभिलेख व्यवस्थापन सम्बन्धमा के कस्तो व्यवस्था छ त नेपालमा, यो पनि सानो है त। अभिलेख व्यवस्थापन सम्बन्धी नेपालमा के कस्तो व्यवस्था छ भन्दा, सूचनाको हक भनेर संविधानमा मौलिक हकको रूपमा सूचनाको हकको व्यवस्था गरिएको छ। संवैधानिक व्यवस्था अर्थात् मौलिक हकको रूपमा व्यवस्था गरेको छ, जसले अभिलेखलाई व्यवस्थित गर्नुपर्ने कुरालाई जोड दिएको छ। किन त नागरिकलाई सूचनाको हकको प्रत्याभूत गर्न अभिलेख व्यवस्थित गर्नु पर्यो। अर्को कुरा, अभिलेख संरक्षण 2046 र न्याय 2063 को व्यवस्था गरेको छ। अभिलेख संरक्षण परिमार्जन भएको छ है, यो
परिमार्जन भएको छ, कहिलेकाहीँ अभिलेख संरक्षण परिमार्जन भएको छैन भनेर लेख्नुहुन्छ कि समस्यामा, त्यस्तो लेखेर आउन सक्छ। तर अभिलेख संरक्षण 2046 परिमार्जन भएको छ है। अर्को, सूचनाको हक संविधान 2064 र नियम 2065 सरकारी कागजात धुल्याउने नियम 2027, यो पढ्नुपर्छ है तपाईँले। यो सरकारी कागजात धुल्याउने नियम 2027 राम्रोसँग पढ्नुपर्छ है त। यहाँबाट धेरै प्रश्न बन्छन्। र अरू नीतिगत एवं कानुनी व्यवस्था जति चाहिन्छ म त्यति मात्र लेखेको छु, हेर्नुहोस् त। संस्थागत अभिलेखका लागि विभिन्न मन्त्रालय, हरेक मन्त्रालयमा हुन्छ, हरेक विभागमा हुन्छन्, कार्यालयमा हुन्छन्, अभिलेख त सबैमा हुन्छन्। विशेष गरी राष्ट्रिय तथ्याङ्क कार्यालय, जहाँ चाहिँ तथ्याङ्क आर्थिक सर्वेक्षणका कुरादेखि लिएर होइन, जनगणनाका कुरा, निजामती, प्रहरी, शिक्षक, सैनिक, किताबखाना, यी सबै किताबखाना, राष्ट्रिय अभिलेखालय, पुरातत्व विभाग, अन्य संस्थागत व्यवस्थाहरू। तर यहाँ ध्यान दिनुपर्ने कुरा, कानुनी अभिलेख कहाँ रहन्छन् त भन्दा सर्वोच्च अदालतमा रहने भयो, उच्च अदालतमा रहने भयो है, विशेष अदालत छ त्यहाँ पनि रहन्छन्, जिल्ला अदालतमा रहने भयो। अर्को, महान्यायाधिवक्ताको कार्यालय है, सरकारी वकिलको कार्यालय र अन्य सम्बन्धित कार्यालयहरू। कानुनी अभिलेख फेरि हरेक मन्त्रालयमा कानुन शाखा पनि हुन्छ, त्यहाँ पनि रहन्छ भनेपछि कानुनी अभिलेख रहने ठाउँ ती भयो। कुटनीतिक अभिलेख कहाँ रहन्छन्? परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, विभिन्न हाम्रा राजदूतावासहरू र अन्य सम्बन्धित कार्यालयहरू। पुरातात्विक अभिलेख कहाँ रहन्छन् भन्दा पुरातत्व विभागै छ, पर्यटन मन्त्रालय नै छ, राष्ट्रिय अभिलेखालय छ, अरू सम्बन्धित कार्यालयहरू। यसरी हेर्नुहोस् त कहाँ रहन सक्छन् भनेर कहिले काहीँ सोध्न सक्छ, एकदम ध्यान दिने ल। अर्को, मैले हिजो तपाईँलाई पढाएको थिएँ नि, यसमा अब्जेक्टिभ क्वेसन थियो, महत्त्व एवं प्राथमिकताका आधारमा अभिलेखको वर्गीकरण है, अभिलेखको प्रकार, महत्त्व एवं प्राथमिकताका आधारमा अभिलेखको प्रकार, जसमा यस्तो हुन्छ कि हेर्नुहोस् त, अभिलेखका प्रकारलाई एउटा महत्त्व एवं प्राथमिकताका आधारमा हुन्छ, के का आधारमा अरे? महत्त्व र प्राथमिकताका आधारमा हुन सक्छ। अर्को, सरकारी कागजात धुल्याउने नियम अनुसार हुन्छ, सरकारी कागजात धुल्याउने नियम अनुसार है, नियम 2027 अनुसार हुन्छ है, 2027 अनुसार हुन्छ। अब महत्त्व एवं प्राथमिकताका आधारमा यहाँ मैले लेखेको चारवटा भयो, अति महत्त्वपूर्ण, महत्त्वपूर्ण, आवश्यक तथा उपयोगी र साधारण अर्थात् अनावश्यक अभिलेख पनि भन्छ है यसलाई। यी चारवटा भए महत्त्वका आधारमा। सरकारी कागजात धुल्याउने नियमका आधारमा 1 वर्षपछि धुल्याउने, 3 वर्षपछि धुल्याउने, 5 वर्षपछि धुल्याउने, 10 वर्षपछि धुल्याउने, 20 वर्षपछि धुल्याउने र कहिल्यै नधुल्याउने भनेर छ। कहिल्यै नधुल्याउने भनेर छ। यसरी एउटा, दुईटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा छ। ध्यान दिन ल। यो सरकारी कागजात धुल्याउने नियमका आधारमा काम तामेल भएको 1 वर्षपछि धुल्याउने, 3 वर्षपछि धुल्याउने, 5 वर्षपछि, 10 वर्षपछि, 20 वर्षपछि र कहिले नधुल्याउने भनेर छ। अनि महत्त्व एवं प्राथमिकताका आधारमा यी अति महत्त्वपूर्ण, महत्त्वपूर्ण, आवश्यक, उपयोगी र साधारण अनावश्यक भनेर चारवटा छ। यसका चारवटा छन्, यसको 6 प्रकार छ। ध्यान दिने यो। अब अर्को के पनि हुनसक्छ थाहा छ? स्वरूपका आधारमा पनि हुनसक्छ। स्वरूपका आधारमा, स्वरूपका आधारमा के हुन्छ? श्रव्य हुन सक्छ, श्रव्य अभिलेख। अर्को, दृश्य अभिलेख, अडियो भिडियोजहरू, फोटोजहरू, अडियोहरू यता भयो, श्रव्यमा भयो। अर्को, श्रव्य दृश्य, चलचित्र टाइपको के स्वरूप त यही त हो नि अभिलेखको स्वरूप भनेपछि। यसरी स्वरूपका आधारमा अर्थात् विषयका आधारमा हुन सक्छन्। कुन क्षेत्रको अभिलेख भनेर पनि हुनसक्छ भनेपछि सम्पत्ति विवरण अभिलेख, कर्मचारी विवरण अभिलेख है, विभिन्न हुन सक्छन्। तर महत्त्वपूर्ण कुरा के भन्दा स्वरूपका आधारमा भने तिनवटा हुन्छ। महत्त्वका आधारमा, महत्त्व एवं प्राथमिकताका आधारमा भन्यो अर्थात् अभिलेख व्यवस्थापनका एक्सपर्ट MM जोन्सनका अनुसार भन्यो भने चारवटा हुन्छ। अनि सरकारी कागजात धुल्याउने नियमका अनुसार भन्यो भने 6वटा हुन्छ। एकदम हेर्नुहोस् है, यो सबै कुरा भनिरह हुँदैन, बुझिरहनु भएको छ? हिजो अस्तिदेखि अपडेट हुनुहुन्छ, राम्रोसँग हेरिरहनु भएको छ भने बुझिन्छ। 3-4 पटक भिडियो हेर्ने, नबुझिने भन्ने हुँदैन है। अब यो कुरा मैले तपाईँलाई भने, अब यसको बारेमा फेरि भित्र पनि छन् जस्तो हेर्नुहोस् न। कहिले नधुल्याउने अति महत्त्वपूर्ण अभिलेख कहिलेसम्म राखिन्छ? यदि कहिल्यै नष्ट गरिँदैन। अर्को, नक्सा र सीमा सम्बन्धी कागजात, अदालती फैसलाहरू, मन्त्री परिषदका निर्णयहरू, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू यसभित्र परे, सोध्छ नि। अर्को,
हिजो मैले देखाएको थिएँ नि, याद छ? 10 वर्षपछि 20 वर्ष, 10 वर्षदेखि 20 वर्ष राख्ने ठेक्कापट्टा वित्तीय विवरण सम्बन्धी कागज, राजधानी मूल किताब, बोलपत्र, टेन्डरसँग सम्बन्धित। अर्को आवश्यक अभिलेख, 1 देखि 10 वर्षसम्म बिल र भरपाई सम्बन्धी कागजात, वार्षिक प्रतिवेदन, कार्यालय सञ्चालन गरेका महत्त्वपूर्ण पत्राचारका कागजातहरू। अर्को साधारण अभिलेखमा हेर्नुहोस् त, साधारण अभिलेखमा 1 वर्षसम्म सुरक्षित राख्नुपर्ने अभिलेख पनि साधारण बनेका। कहिलेकाहीँ यसलाई अनावश्यक पनि भन्छ है, अनावश्यक। फेरि नझुक्किने, मैले यहाँ सबै कुरा गर्न खोजेको छु। भविष्यमा खासै महत्त्व नराख्ने निमन्त्रणा कार्ड, शुभकामना पत्र, दैनिक, मासिक, अर्धवार्षिक प्रतिवेदन। अब यहाँ मैले एउटा नोट राखेको छु, सरकारी कागजात धुल्याउने नियम 2027 पढ्नु होला, एकदम पढ्ने, गुगलमा टाइप गर्ने, सरकारी कागजात धुल्याउने नियम 2027 भनेर हान्ने, त्यहाँभित्रका सबै अलिकति हेर्ने है। सोध्छ फेरि 2 वर्षमा राख्नुपर्ने, 3 वर्षमा काम तामेल भएको 3 वर्षमा धुल्याउने अभिलेख के कुन छ, तलको मध्ये कुन हो भन्यो भने के लेख्ने फेरि? त्यस कारणले गर्दा त्यो एकचोटि राम्रोसँग हेर्ने। कहिलेकाहीँ अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोगको महत्त्व के हुन्छ भन्ला। अब आधुनिक प्रविधि भनेको के हो त भन्दा, नयाँ विश्व परिवेश अनुसार पुरानो विधि र प्रविधिमा परिमार्जन र परिवर्तन गरी विकास गरिएको नवीन विधि तथा प्रविधिलाई हामीले आधुनिक विधि र प्रविधि भन्छौँ। सूचना प्रविधिको तीव्र विकाससँगै पछिल्लो समयमा अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोगले व्यापकता पाउँदै गएको छ हो नि त। अहिले आइसिटीको तीव्र विकाससँगै, डिजिटल रिभोल्युसनसँगै अहिले हामीले अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोगले व्यापकता पाउँदै गएको कुरा हामीमा छर्लङ्ग छ। अभिलेख व्यवस्थापनलाई अहिले मितव्ययी बनाउँछ, कार्यदक्षता ल्याउँछ, प्रभावकारिता ल्याउँछ, अभिलेखको वैज्ञानिक व्यवस्थापन गर्छ। आवश्यक परेको अभिलेख सहज रूपमा प्राप्त गर्न सजिलो हुन्छ, 1 क्लिकमा भेटिन्छ नि। आधुनिक प्रविधि प्रयोग गर्ने नै अभिलेख व्यवस्थापनलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउँछ। कार्य सम्पादनलाई, प्रक्रियालाई शीघ्र बनाउँछ यसले। अभिलेखको सङ्कलन, भण्डारण र प्रस्तुतिकरणलाई पनि सजिलो बनाउँछ। राख्न पनि सजिलो हुन्छ आधुनिक प्रविधिमा, भण्डारण गर्न पनि सजिलो हुन्छ र यसलाई प्रस्तुत गर्न पनि, प्रेजेन्ट गर्न पनि सजिलो हुन्छ। अर्को, अध्ययन, अनुगमन, मूल्याङ्कन र अनुसन्धानको कार्यमा सहज रूपमा सूचना उपलब्ध गराउनु। अर्को, वातावरण एवं दुर्घटनाजन्य हुने क्षतिको जोखिमबाट कम गर्नु। जस्तो इक्जाम्पलको लागि, तपाईँसँग फोन आधुनिक प्रविधि हो, मोबाइल, मोबाइलभित्र जिमेल, हामीले जिमेलमा कन्ट्याक्ट सेभ गर्ने भन्छौँ नि, कन्ट्याक्ट फोन नम्बरहरू, आधुनिक प्रविधिले भित्राएको नयाँ विधि जसमा हामीले जिमेलमा कन्ट्याक्ट सेभ गर्छौँ। अनि त्यो हाम्रो फोनै यदि डिस्ट्रोय भयो भने पनि, फोनै डिस्ट्रोय भयो दुर्घटनावश भने के गर्नु, त्यो त्यो हामीले ती सबै उहरूलाई हामीले फेरि ल्याउन सक्छौँ कि सक्दैनौँ, ती जिमेल लगइन गर्ने बित्तिकै। भनेपछि एउटा विधि त हो नि। हेर्नुहोस् त, अर्को, पारदर्शिता अहिले कायम गर्छ, अहिले विद्युतीय शासनलाई व्यवहारमा ल्याउँछ। पारदर्शिता प्रवर्धन गर्ने बित्तिकै अनियमितता, भ्रष्टाचार कम हुन्छ, जसले सुशासन पनि प्रवर्धन गर्छ। यो कुराले ध्यान दिने, कहिलेकाहीँ महत्त्व सोध्न सक्छ। अनि मैले हिजो राखेको थिएँ एउटा, अभिलेख व्यवस्थापन कार्यविधि अन्तर्गत पर्ने कुरा के हुन् भनेर, के यस्तो हेर्नुहोस् त, के पर्छ त अभिलेख व्यवस्थापन कार्यविधि अन्तर्गत भन्दा, अभिलेखको प्राप्तिदेखि अन्तिमसम्मको कुरा, प्राप्ति, सृजना, सङ्कलन, वर्गीकरण, प्रशोधन, भण्डारण, अद्यावधिकरण, उपयोग, धुल्याउने, नष्ट गर्ने, नीतिगत एवं कानुनी व्यवस्था र सोको पालना, स्रोत साधनको प्रबन्ध र अभिलेख व्यवस्थापन गर्न कानुन चाहिँदैन, कानुनको पालना गर्नु पर्दैन, स्रोत साधन चाहिँदैन, त्यसको उपयोग गर्नु पर्दैन, अभिलेखको निरीक्षण, अनुकरण र मूल्याङ्कन हुनु पर्दैन समय समयमा। अर्को, यसको पृष्ठ पोषण केही कमी कमजोर भए सुधार हुनु पर्दैन। अनि प्रणाली र पद्धतिमा समयअनुसार सुधार, पर्यावरण अनुकूलता कायम। अर्को, लास्टमा मैले के लेखाएको छु, एमआइएसको प्रयोग लेखाएको छ होला, एमआइएसको प्रयोग यो हुनु पर्यो कि पर्यो? हेर्नुहोस् त, व्यवस्थापन सूचना प्रणालीको प्रयोग। कहिलेकाहीँ अभिलेख व्यवस्थापन कार्यविधि अन्तर्गत पर्ने कुराहरू देखाएका मध्ये कुन पर्दैन, कुन पर्छ, यस्तो कुरा सोध्छ कि? देखिरहनु भएको छ? तपाईँलाई यो माइक नै तपाईँलाई सोध्नु पनि पर्ने हो है, माइक फेरि कता छ? ल, ओके, पछि कुनै दिन रिटन पेपर पढियो भने त्यतिखेर हामी तपाईँको माइक पनि अन गरेर पढाउनुपर्छ कि तपाईँहरूलाई सोधेर है। ल, यहाँ हेरौँ। अब कार्यालय स्रोत साधनको परिचय र प्रकार भन्ने छ। कार्यालय स्रोत साधन भनेको के हो, यसको परिचय, यसको प्रकारका कुराहरू छन्। मैले केही कुरा यहाँ कन्सेप्ट बुझाउँछु। यहाँ तपाईँले यति भिडियो हेर्नुभयो भने अर्को क्वेसन मैले पटक पटक भनिरहेको छु, यो कुरा तपाईँले क्वेसन्स हेर्ने बित्तिकै आन्सर थाहा हुन्छ। कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरूलाई नै कार्यालय स्रोत साधन भनिन्छ। कार्यालयलाई सञ्चालन गर्न, व्यवस्थापन गर्न आवश्यक पर्ने सम्पूर्ण स्रोत
सामग्रीहरूलाई हामीले के भन्छौँ? कार्य स्रोत साधन भन्छौँ। हेर्नुहोस् त, कुनै पनि सङ्गठन तथा कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने प्रक्रियामा सहयोग पुर्याउने सम्पूर्ण स्रोत तथा सुविधालाई नै कार्य स्रोत साधन भनेर भनिन्छ। कार्यले सञ्चालन गर्न आवश्यक पर्ने स्रोत साधन मुख्यतः आर्थिक, भौतिक र मानवीय नै हो। खास त के हुन् भन्दा आर्थिक हो, अर्को भौतिक हो, अर्को मानवीय नै हो। मानवीय। अर्को, कार्यालय सञ्चालनका लागि प्रयोग गर्ने भवन, जनशक्ति, स्टेसनरी, फर्निचर, विभिन्न प्रकारका उपकरण, अर्थस्रोत, यातायात, सञ्चार साधनहरू लगायतका कार्यालय स्रोत साधन अन्तर्गत पर्दछन्। यो त मैले बच्चा बच्चीलाई पढाए जस्तो हुन्छ। हेर्नुहोस् त, यसो कति सजिलो छ। यी सबै स्रोत साधन भनेका यी हुन् भनेर। अर्को, कार्यालय स्रोत साधनले, हेर्नुहोस् त, कार्यालय स्रोत साधनले वस्तु सेवाको उत्पादन गर्नलाई पनि सजिलो हुन्छ, काम गरेर प्रोडक्सन गर्न सजिलो हुन्छ, वितरण गर्न, डिस्ट्रिब्युट गर्न सजिलो हुन्छ, छिटो छरितो रूपमा काम सम्पन्न गर्न सहयोग गर्दछ। कार्यालय स्रोत साधनले कार्यको लक्ष्य एवं उद्देश्य हासिल गर्न महत्त्वपूर्ण आधार हुने स्रोत साधन। यसले सङ्गठन तथा कार्यलयको कार्यलाई सरल र सहज बनाउँछ। स्रोत साधनले स्रोत साधनको कुशल परिचालन गर्नु आवश्यक हुन्छ। यसमा कार्यालय सहयोगदेखि कार्यालय प्रमुखसम्म सबैको भूमिका अपरिहार्य हुन्छ। ध्यान दिने, मैले हाइलाइट गरेको कुराहरू, कार्यालय स्रोत साधनको कुशल परिचालन गर्नु आवश्यक हुन्छ। यसमा कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म सबैको भूमिका जरुरी हुन्छ, अपरिहार्य हुन्छ। कुनै पनि कार्यालय सञ्चालन गर्न तथा निश्चित लक्ष्य हासिल गर्न आवश्यक पर्ने आर्थिक, भौतिक, मानवीय लगायतका स्रोत साधनलाई कार्यालय स्रोत साधन भनिन्छ। कार्यालय स्रोत साधनका प्रकारलाई निम्न प्रकारमा उल्लेख गर्न सकिन्छ। यहाँ हेर्नुहोस्, प्रकार: जनशक्ति, मानव स्रोत साधन। सङ्गठनमा कार्यरत कर्मचारी हुन्, किन स्रोत साधन हुन्? सबैभन्दा महत्त्वपूर्ण स्रोत हुन्, किनभने यसले अन्य स्रोत साधनको परिचालन गर्छन्। प्रबन्ध परिचालन सबै कसले गर्छ? मान्छेले गर्छ। कामको प्रकृति अनुसार दुई प्रकारका हुन्छन् मानवीय स्रोत, एउटा प्राविधिक हुन्छ, अर्को अप्राविधिक। एउटा टेक्निकल हुन्छ, अर्को नन टेक्निकल हुन्छ ह्युमन रिसोर्स कार्यालयमा। अर्को भवन, हेर्नुहोस् त, कार्यालय स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गरी प्रभावकारी सेवा प्रवाह गर्न भवन आवश्यक हुन्छ। भवनको संरचना सङ्गठनको लक्ष्य एवं उद्देश्य अनुरूप हुनुपर्छ। हामीले जस्तो विद्यालयको भवनको स्ट्रक्चर, प्रहरी कार्यालयको भवनको स्ट्रक्चर सबै फरक हुन्छ नि, अस्पतालको फरक हुन्छ। त्यसको उद्देश्य के छ, कामको प्रकृति के छ, त्यसै अनुसार कार्यालयका भवनहरू हुन्छ। अर्को, सामग्री, कार्यालय कार्यका लागि आवश्यक पर्ने भौतिक सामग्रीहरू जस्तै फर्निचर, मेसिन, उपकरण, स्टेसनरी सामग्री आदि। अर्को, यातायातको साधन, कुनै एक ठाउँबाट अर्को ठाउँमा जानका लागि प्रयोग गर्ने साधन जस्तै हवाईजहाज, बस, साइकल, मोटरसाइकल, यी पनि के भए? यातायातका साधन। अर्को, आय स्रोत, कार्यालयमा विनियोजित बजेट तथा खर्च गर्न मिल्ने सङ्कलन भएको बजेट, वस्तु तथा सेवा सुविधाहरू बिक्री वितरण गरेर आर्जन गरेको राजस्व। अन्य स्रोतमा सङ्गठनको मूल्य मान्यता, ऐन, कानुन, नियमावली, विनियावली, कार्यविधि। मैले अस्ति बताएको थिएँ नि, कानुन भनेको यो हो, कानुनभित्र संविधान पर्छ, ऐन पर्छ, नियमावली, विनियावली, कार्यविधि, निर्देशिका यो भनेर मैले अघिल्लो क्लासमा सबै बताएको छु। कानुन के हो, ऐन के हो, नियमावली के हो, विनियावली के हो, कार्यविधि के हो, निर्देशिका के हो, मैले भनेको छु। अब कार्यालय स्रोत साधनको महत्त्व के त? त्यो माथि पनि भने हो। नियमित रूपमा कार्यालय सञ्चालन गर्न, छिटो छरितो सेवा प्रवाह गर्न, समय र लागत कम गर्न, काम गर्न, कार्यक्षमता सङ्गठनको बढाउन, कम लगानीबाट धेरै उपलब्धि। स्रोत साधन भएपछि कम इनपुटबाट आउटपुट रिजल्ट धेरै निकाल्न सक्छौँ नि। अर्को, कार्यालयको उत्पादन र उत्पादकत्व बढाउन, प्रोडक्सन पनि बढ्छ, प्रोडक्सन गर्ने क्यापासिटी पनि बढ्छ कार्यालयको। अर्को, वस्तु सेवाको उत्पादन र वितरणलाई व्यवस्थित बनाउन, परिवर्तनमुखी व्यवस्थापन गर्ने। हेर्नुहोस् त, स्रोत साधन छैनन् भने जस्तो सेवाग्राहीका अपेक्षा, आवश्यकता, चाहनाहरू समय सँगसँगै परिवर्तन हुन्छन्। परिवर्तित सेवाग्राहीका माग, अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्न के हुनुपर्छ? परिवर्तनलाई व्यवस्थापन गर्नुपर्छ। त्यसका लागि स्रोत साधन चाहिन्छ। अर्को, गुनासो व्यवस्थापनमा सहयोग पुर्याउन, कार्यालयको पूर्व निर्धारित लक्ष्य एवं उद्देश्य हासिल गर्न, कार्यालयप्रति नागरिकको विश्वास बढाउन, समग्रमा कार्यालयका व्यवस्थापकीय र प्रशासनिक कार्यहरूलाई सफल रूपमा सम्पादन गर्नु। स्रोत साधन यही होइन? स्रोत साधन बिना त कामै भएन त। अब अझ यसमा मेन कुरा जान्नुपर्ने कुरा यो हो। अब जाउँ यो, यहाँ हेर्नुहोस्, मानवीय स्रोत साधनलाई सबैभन्दा महत्त्वपूर्ण स्रोत साधन मानिन्छ किन? यी स्रोत साधनहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण स्रोत साधन भन्दा मान्छेको मानवीय स्रोत साधनलाई मानिन्छ। किन भन्दा मान्छेले नै सङ्गठनको निर्माण गर्छ, त्यसको लक्ष्य उद्देश्य मान्छेले नै तोक्छ, होइन? सँगसँगै फेरि निर्धारण गरी काम गर्न सहयोग गर्छ। नीति पनि मानिसले नै बनाउने हो, योजना, कार्यक्रम, कार्यविधि सबै कसले बनाउने हो? मानिसले नै बनाउने हो। समन्वयात्मक एवं प्रभावकारी रूपमा अन्य स्रोत साधनको परिचालन गर्ने पनि कसले हो? मान्छेले हो। समस्या समाधान, चुनौती सामना साथै परिवर्तन व्यवस्थापन गर्ने पनि कसले हो? मान्छेले हो। नवीन प्रविधि र प्रणालीको विकास गर्ने पनि कसले हो? मान्छेले हो।
अनुगमन, मूल्याङ्कन र पृष्ठपोषण गरी आवश्यक सुधार समेत कसले गर्ने हो? मान्छेले नै गर्ने हो। अर्को, समग्रमा सङ्गठन तथा कार्यको प्रतिस्पर्धात्मक क्षमता बढाएर तोकिएको निर्धारित लक्ष्य वा उद्देश्य हासिल गर्न सहयोग गर्ने कसले हो? मान्छेले नै हो। भनेपछि मानवीय स्रोत साधन यस्तो स्रोत साधन हो जसमा बौद्धिक क्षमता हुन्छ, सृजनात्मक सोच हुन्छ, भावनात्मक बुझाइ हुन्छ। है, यसरी बुझ्नु पर्यो। स्रोत साधनमा अरू केही छैन कुरा। यस्तो अप्ठ्यारो कुरा के लागेको छ तपाईँलाई? ल, यहाँसम्म पढ्दा कुनै अप्ठ्यारो छ भने मलाई मेसेज गर्नुहोस् त्यहाँ। केही छ र त्यस्तो अप्ठ्यारो? ल, त्यस्तो के अप्ठ्यारो छ भने भन्नुहोस्। छ केही? मेसेज पाउँ त ल। ज्ञानुकलाजी लेखेर भएको भए राम्रो लाग्थ्यो तपाईँलाई। त्यो रिटर्न पेपरमा सबै लेखेर पढाइन्छ त धेरै जसो है। अब यसमा त अलिकति कन्सेप्ट बुझ्नु पर्यो नि, त्यही भएर। एलिनाजी, तपाईँ बुक्स टेक्स्ट बुक हेर्नु भएको छ? आफूले घरमा टेक्स्ट बुक हेर्नु भएको छ? सँगै राख्नु भएको छ? के छ? राख्नु भएको छ? छैन टेक्स्ट बुक? कोहीसँग छैन? तपाईँहरूसँग टेक्स्ट बुक छैन? एउटा बुक किन्नु भएको छैन र? छ। अनि बुकमा हेर्दा, अनि त्यसपछि यता हेर्दा, कविताजी तपाईँ त हिजो अस्ति हुनुहुन्थेन होला। के बुझ्नु भएको छ? केही कन्फ्युजन छ भने भन्नुहोस्। म आज त अलिक छिटो गएँ है। भन्नु न। कुनै कन्फ्युजन छ भने भन्नुहोस् कविताजी। केही कन्फ्युजन छ भने भन्नुहोस्। अरू कोही? छिटो हुन्छ है। अलिक फास्ट पढाउँछु म। कसो? यो एकदम मैले रिटर्नमा 5-7 वर्षदेखि यही पढाउँदै आइरहेको छु कि रिटर्नमा व्यवस्थापन र यो पार्ट पढाउँछु मैले है। छिटै बुझिन्छ। छिटै बुझिन्छ। कन्सेप्ट बुझेपछि त्यही भएर गाह्रो लाग्दैन। त्यही त मैले कन्सेप्ट योमा त कसैले पनि के भन्छ भने त्यो ल्याएर अब्जेक्टिभ क्वेसन, क्वेसन नम्बर 1को यतिको उत्तर के, यस्तो यस्तो गरेर यो कहिल्यै हुँदैन। खास पूर्ण हुँदैन क्या कहिले। यो पार्टमा त तपाईँले रिटर्नको पार्ट नै बुझ्नुपर्छ। त्यो बुझ्नुभयो भने हुन्छ। जस्तो मैले अहिले अघि अब अभिलेख व्यवस्थापनका प्रकार कतिवटा धेरै प्रकार भने, त्यसमध्येका पनि फेरि भित्रभित्रको कुरा पनि भने, ती कुराहरू नै सोधिने हो कि। त्यस्तो हुन्छ। अनि के कन्फ्युजन भयो भने अरूले पनि भन्न सक्नुहुन्छ या तपाईँहरूलाई मैले यो उ गर्न सकिनँ कि यहाँ माइक है। रेगुलर क्लास लिइरहनु भएको छ? भिडियो हेरिरहनु भएको छ कि छैन? क्वेसन एलिनाजी, तपाईँले क्वेसन सोध्नु भएको कि गराइरहनु भएको छ भन्नुभएको? मैले हिजो अभिलेख व्यवस्थापनको क्वेसन आन्सर, अभिलेख व्यवस्थापनसम्म सबै क्वेसन आन्सर पनि गराएँ मैले है। 4-5वटा टपिक छ, म 4-5 दिन लगाइसकेँ है। तर खास यसमा बुझ्नुपर्ने के हो? कन्सेप्ट नै हो। हामीले ती क्वेसन्स ल्याएर पढेर, सर म कोसीको पढिरहेको थिएँ त्यही भएर हिजो अस्ति थिएन ए। ओके, ल, ओके, ठिक छ, केही छैन। मैले यो यस्तो यो पार्टमा चाहिँ मैले प्राय गरेर तपाईँहरूलाई चाहिँ एउटा कुरा, मैले गत वर्ष पनि यो पार्ट मैले पढाउन चाहिँ पढाइनँ यसरी अब्जेक्टिभ चाहिँ। किन पढाइनँ भन्दा म रिटर्न पेपरमा बढी फोकस, रिटर्न पेपर पढाउने 5-7 वर्षदेखि मैले रिटर्न पेपर मात्र पढाउँछु यही विषयको, कार्य व्यवस्थापन, प्रशासन व्यवस्थापन होइन, जसमा चाहिँ तपाईँहरूलाई त्यही भएर अहिले चाहिँ मैले चाहिँ कन्सेप्ट दिउँ ताकि यो धेरै बजारमा तपाईँहरूले चाहिँ यत्तिकै पढिरहने होइन, अब अब्जेक्टिभ क्वेसन मात्र पढ्ने, कहिले के लेख्ने भएको छ। त्यही भएर मैले यो सहायक कर्मचारी पनि धेरै कन्फ्युजन हुन्छ। त्यही भएर एउटा कुरा के बुझ्नु होला भन्दा कन्सेप्ट बुझ्नु पर्यो मेन। दुइटै गराउने भएर सजिलो भयो होइन। ल, ठिक छ। त्यो क्वेसन मात्र गराएको भए त बुझिँदैन नि कुरा है। तपाईँहरू कतिको के पढ्नुहुन्छ म त अब थाहा हुँदैन नि त। तपाईँहरू त अब अनलाइनमा हुनुहुन्छ, तपाईँहरूलाई म सोध्न पनि मिलिरहेको छैन। अब फिजिकल क्लासमा भए म तपाईँहरूलाई सोध्थेँ पनि होइन। ल,
त्यसैले गर्दा कन्सेप्ट बुझ्नुपर्छ। यहाँ धेरैले यत्तिकै पढाएर पनि पाउँछु मैले, त त्यसरी पढेर हुँदैन, यो हुँदैन है। मैले पोर फिजिकल क्लास एउटा मात्र क्लास यसको गरेको थिएँ मैले, यो अब्जेक्टिभवाला, होइन भने म यो क्लासै गरेर हुँदैन प्राय है। तपाईँलाई चाहिँ यसमा मैले एकदमै, तपाईँलाई कुनै कन्फ्युजन नहोस्, मेरो भिडियो मैले त्यतिसम्म अस्योर गराएको छु कि तपाईँले ढुक्क भएर गर्दा हुन्छ। कुनै पनि त्यस्तो पास्ट क्वेसन्समा काहीँ प्र्याक्टिस क्वेसन्समा त्यस्तो छ भने यो हाम्रो यो टिएसकै यहाँको तपाईँहरूसँग ग्रुप छ होला, त्यहाँ तपाईँले पठाइदिनुहोस्, सरसँग यो सोधेर बताइदिनुहोस् भन्नु हो भने म रेडी छु, म त्यो एन्सर तपाईँहरूलाई पठाउँछु है। ल, ताकि मेरो क्लास लिइसकेपछि मेरो टपिकमा तपाईँले प्रश्न नजानेको हुनु भएन कि है। त्यति हो मेरो उद्देश्य है। अलिकति म फास्ट छु, किन भन्दा यस्तो विषयहरू सिम्पल कुराहरू हो, तपाईँहरूले मजाले सुन्नुभयो भने केही गाह्रो छैन। हेर्नुहोस् त, सहायक कर्मचारी भनेको के हो त, अब यो पढौँ है त, अलिक बिस्तारै जाउँ, अलिक दौड्यो कि है। जस्तो सहायक कर्मचारी भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भन्दा, कार्यालयको शीर्ष स्तरदेखि सबभन्दा टप लेभलदेखि, यो राइटिङ सानो भयो, ठुलो बनाइदिनु पर्यो, राख्नुहोस् ल। ल, कार्यालयको शीर्ष स्तरदेखि कार्यालयको तल्लो स्तरसम्म विभिन्न कार्यमा आफ्नो कामको प्रकृति र आफ्नो कामको जिम्मेवारी अनुसार क्रियाशील रहने सबै किसिमका श्रमजीवी जनशक्तिलाई कर्मचारी भनिन्छ। कार्यालयको शीर्ष स्तरदेखि तल्लो स्तरसम्म विभिन्न कार्यमा आफ्नो कामको प्रकृति र जिम्मेवारी अनुसार कार्यरत रहने सबै किसिमका श्रमजीवी जनशक्तिलाई कर्मचारी। मैले सहायक कर्मचारी भनेको छैन है, पहिला मैले कर्मचारी बुझ्नु पर्यो, बल्ल सहायक कर्मचारी बुझ्ने हो नि। सिधै सहायक कर्मचारी पढ्यो भने त अर्थ रहेन। कर्मचारी भनेको के भन्दा, कार्यालयको शीर्ष स्तरदेखि तल्लो स्तरसम्म विभिन्न कार्यमा आफ्नो कामको प्रकृति र आफ्नो सम्बन्धित कामको जिम्मेवारी अनुसार क्रियाशील रहने सबै किसिमका श्रमजीवी जनशक्तिलाई के भनिन्छ? कर्मचारी भनिन्छ। सामान्य अर्थमा सामान्य अर्थमा कार्यालयमा तल्लो तहदेखि माथिल्लो तहसम्म सबै जनशक्तिलाई कर्मचारी भनिन्छ। तलदेखि माथिसम्मका सबै जनशक्तिको हुन् कर्मचारी हुन्। कर्मचारी बिना कुनै पनि कार्यालय सञ्चालन हुन सक्दैन। कर्मचारीहरूलाई विभिन्न आधारमा विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ। एउटा हुन्छ श्रेणीका आधारमा। श्रेणीका आधारमा एउटा राजपत्राङ्कित हुन्छ, अर्को राजपत्र अनङ्कित हुन्छ। यो राज है, रा नभएछ यहाँ, राजपत्र। राजपत्र भनेको के हो? नेपाल सरकारको आधिकारिक पत्रिका हो राजपत्र। नेपाल सरकारको आधिकारिक जुन पत्रिका छ राजपत्र, राजपत्रमा पछि तपाईँको नाम निस्किसकेपछि राजपत्रमा आउनेलाई राजपत्राङ्कित भन्छ। राजपत्र अनङ्कित भनेको राजपत्रमा नाम नलेखिने भनेको, नआउने भनेको राजपत्र अनङ्कित। अनि अर्को कार्यका आधारमा के भन्छ? अप्राविधिक। एउटा प्राविधिक हुन्छ, अर्को अप्राविधिक। एउटा टेक्निकल हुन्छ, अर्को नन टेक्निकल हुन्छ। त्योभन्दा अर्को हुन्छ र हुँदैन। अर्को स्थायित्वको आधारमा स्थायी कर्मचारी हुन्छ, अर्को अस्थायी करारको कर्मचारी हुन्छ, होइन र? होइन र? कर्मचारीका प्रकार श्रेणीका आधारमा हुन्छ, कामका आधारमा हुन्छ, स्थायित्वका आधारमा हुन्छ, होइन त? ल, यसरी बुझ्नु पर्यो पहिलो कुरा त। राजपत्र अङ्कित, राजपत्र अनङ्कित, प्राविधिक, अप्राविधिक, स्थायी, अस्थायी है। अब बल्ल कर्मचारी थाहा भएपछि हेर्नुहोस् त, अब बल्ल सहायक कर्मचारी को हो त? यहाँदेखि यता के छ अरे? सहायक कर्मचारी को हो त? सहायक कर्मचारी को हो त भन्दा, कार्यालय प्रमुख, उच्च अधिकारी वा कार्यकारिणी स्तरको अधिकारी मात्र नभन्ने। अब यहाँबाट चेन्ज गर्ने। यहाँ के चेन्ज गर्ने भन्दा, अधिकृत स्तरको अधिकारी। यति मात्र लेखेर हुँदैन है, के बुझ्ने रे? नोट मात्र हेरेर भएन, मेरो क्लासको भिडियो नै हेर्नुपर्छ। कार्यालय प्रमुख, उच्च अधिकारी वा कार्यकारिणी स्तरको अधिकारी मात्र नभएर अधिकृत स्तरको अधिकारीलाई कार्यालयको कार्य सम्पादनमा सहयोग गर्ने कर्मचारीको रूपमा सहायक कर्मचारी रहन्छ। भन्नुको मतलब कार्यालय प्रमुख पनि भयो, कार्यकारिणी स्तरको अधिकारी, उच्च अधिकारी, अर्थात् अधिकृत लेभलको अफिसर लेभलको कर्मचारीलाई सहयोग गर्ने सबै कर्मचारीको हुन् सहायक कर्मचारी हुन्। उनीहरूले कार्यालयको कार्य सम्पादनमा पद्धतिमा निर्णायक भूमिका नभई सहयोगी भूमिकामा रहन्छन्। यिनीहरूको निर्णायक भूमिका त हुँदैन, तर यिनको सहयोगी भूमिका रहन्छ। कुनै पनि सङ्गठनको कार्य सञ्चालन स्तरमा
कार्यरत रहने तल्लो तहका कर्मचारी नै सहायक कर्मचारी हुन्। अथवा कुनै पनि कार्यालयमा सहायकको रूपमा कार्य गरिने व्यक्ति, जनशक्ति वा कर्मचारीलाई सहायक कर्मचारी अर्थात् कार्यालय सहायक अर्थात् सहायक कर्मचारी भनिन्छ। एउटा कुरा बुझौँ होला, यहाँ अलिकति कन्सेप्ट थोरै बुझ्नुपर्छ। यो हाम्रो निजामती सेवामा, सेवा प्रणालीमा अधिकृत, यो निजामती सेवा छोड्दै पनि हुन्छ, अधिकृत स्तर र सहायक स्तर गरी दुई प्रकारका कर्मचारी हुन्छ। कर्मचारी यो के लेखा। अब अधिकृत स्तरमा हेर्नुहोस् है त, मुख्य शाखा अधिकृतदेखि मुख्य सचिवसम्म, यो भनेको के हो थाहा छ? रापो, फेरि यस्तो भनेर आयो भने नजुक्किने ल, रापो तृतीय श्रेणी, राजपत्राङ्कित तृतीय श्रेणीदेखि विशिष्ट श्रेणी, हेर्नुहोस् है, राजपत्राङ्कित तृतीय श्रेणीदेखि विशिष्ट श्रेणीसम्म, तृतीय श्रेणीदेखि गरी विशिष्ट श्रेणीसम्मको, विशिष्ट श्रेणी भनेको सचिव, मुख्य सचिव, विशिष्ट श्रेणी, तृतीय श्रेणी शाखा अधिकृत। यो फेरि यता यो भनेर नजुक्किने, तृतीय श्रेणीदेखि विशिष्ट श्रेणीसम्मको कर्मचारी अधिकृत स्तरको। अब यो श्रेणीविहीन मैले यहाँ लेख्न त लेखेँ, त सुन्नुहोस् है, श्रेणीविहीन भन्दा माथि राजपत्राङ्कित प्रथम श्रेणीसम्म, यो भन्दा माथि हुन्छ र कहाँसम्म? राजपत्र अनङ्कित, राजपत्र अनङ्कित प्रथम श्रेणीसम्मको सहायक। तर यो श्रेणीविहीन, मैले यो सहायक स्तर भनेपछि कार्यालय सहयोगी, ड्राइभरहरू पनि, झाडु पोछा लाउने पनि कार्यालय सहयोगी हुन्। तर सहायक स्तर कर्मचारी भन्ने बित्तिकै फेरि के बुझ्छ भन्दा, कर्मचारीमा चाहिँ श्रेणीविहीन भन्दा माथि राजपत्राङ्कित प्रथम श्रेणीसम्म सहायक कर्मचारी, त्योभन्दा तलको कार्यालय सहयोगीहरू भनेर पनि बुझ्छ कहीँ। अब तपाईँलाई प्रश्न कसरी आउँछ त्यसरी लेख्ने हो, कसरी राखिदिन्छ भन्ने कुरा हो, कम्प्यारेटिभली हेर्ने हो। नत्र भने सहायक कर्मचारी श्रेणीविहीनदेखि नासुसम्म सबै पनि सहायक कर्मचारी हुन् के, सबैले काममा सहयोग गरेका छन् कि होइन, त्यो हो। त्यसैले गर्दा यो कुरामा नझुकिनु होला है। मैले तपाईँलाई एउटा कुरा बताएँ, यो एक नि कन्फ्युजन एकदम ध्यान दिने ल। जस्तो अब सहायक कर्म, जस्तो कहिले कसैले के लेख्छ, कार्यालय प्रमुख उच्च अधिकारीलाई कार्य सम्पादनमा सहयोग गर्ने सहायक कर्मचारी हुन् भन्नु ठिक, तर एब्सोल्युटली, रिलेटिभली ठिक, कम्प्यारेटिभली ठिक, तर एब्सोल्युटली ठिक छैन। किनभने इनकरेक्ट। किन भन्दा, जस्तो मन्त्रालयमा सचिवलाई सहयोग गर्ने त सहसचिव पनि सहयोग गर्नुहुन्छ, उपसचिव पनि सहयोग गर्नुहुन्छ, शाखा अधिकृत पनि सहयोग गर्नुहुन्छ, कि शाखा अधिकृत सहायक हो त? होइन नि त, ऊ त अफिसर लेभलकै कर्मचारी हो नि त। त्यसैले त्यो कुरा बुझ्नु होला। त्यही भएर अधिकृत स्तरको अधिकारीलाई कार्य सम्पादनमा सहयोग गर्ने बल्ल सहायक हो है। कुरो बुझ्नुभयो? यसमा कन्फ्युज छ र? कविताजी अथवा एलिनाजी को हुनुहुन्छ? भगाहरूलाई सोधेको। कन्फ्युजन छ के यसमा? फेरि भन्नु, मैले के भने राजपत्राङ्कित तृतीय श्रेणीदेखि विशिष्ट श्रेणीसम्म कर्मचारीको अफिसर लेभलको कर्मचारी अर्थात् शाखा अधिकृतदेखि मुख्य सचिवसम्म। अब श्रेणीविहीन भन्दा माथि राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् नासुसम्मको कर्मचारीको भन्दा सहायक स्तरको कर्मचारी हो। कहिलेकाहीँ हामीलाई सोध्छ सहायक कर्मचारी भन्ने बित्तिकै त्यो अफिसर लेभलको कर्मचारी कहिले पनि सहायक कर्मचारी हुँदैन। त्यही भएर अधिकृत स्तरको अधिकारीलाई सहयोग गर्ने कर्मचारीलाई मात्र सहायक कर्मचारी भनिन्छ। अब कार्यालय सहयोगी भनेका त श्रेणीविहीन पदहरू हुन्, त्यो पनि बुझ्नु पर्यो। तर कहिलेकाहीँ हामीले प्रश्न अनुसार सहायक कर्मचारी भनेको श्रेणीविहीनदेखि राजपत्राङ्कित प्रथम श्रेणीसम्म पनि लिन सक्छौँ। तर खास कार्यालय सहयोगी भनेको श्रेणीविहीन पद हो कि, तर सहायक स्तर भनेको श्रेणीविहीनभन्दा माथि अनि राजपत्राङ्कित प्रथम श्रेणीसम्मलाई लिने पनि गर्छ। यसरी पनि हेर्नुपर्छ भन्न खोजेको मैले। अब सहायक कर्मचारी दोहोऱ्याएर हेर्ने भिडियो बुझिएन भने, सूचना प्राप्त गर्ने र अभिलेख राख्ने काम हो यसको सहायक कर्मचारी। दैनिक कामको योजना बनाउने, त्यही अनुसार काम गर्ने, अधिकृत स्तरमा माथिल्लो तह कर्मचारीलाई काममा सहयोग गर्ने, दर्ता चलानी सम्बन्धी काम गर्ने, पत्रको मस्यौदा भनेको ड्राफ्ट तयार गर्ने, टाइप गर्ने, जनसम्पर्क गर्ने, पत्र व्यवहार काम गर्ने, प्रमुखको निर्देशन पालना गर्ने, अरूसँग समन्वय सहकार्य गर्ने, यस्ता काम कसको काम? सहायक कर्मचारीका काम।
को हो भनेर बुझेपछि त अब लेखिहालिन्छ नि। फ्रन्टलाइनरको रूपमा बसेर काम गर्छन् यिनीहरू। के फ्रन्टलाइनरको रूपमा। सेवाग्राहीसँग सबभन्दा बढी जोडिने कर्मचारी को भन्दा सहायक कर्मचारी। अब सहायक कर्मचारीका गुणमा हेर्नुहोस् त, पेसागत गुणमा ज्ञान र सिप है, यो सिप लेखेको हो, सिप ज्ञान र सिपले युक्त हुनु पर्यो। पेसासँग सम्बन्धित पेसागत प्रतिबद्धता, जवाबदेहिता, आज्ञाकारिता, पेसाप्रतिको के है। अनि त्यसपछि गएर सेवाभाव हेर्नुहोस् त, सेवाभाव हुनु पर्यो। समयनिष्ठ, टाइममा शिष्ट एवं निष्ठावान, भाषाको ज्ञान चाहियो, नैतिकता, इमान्दारिता, समर्पण भाव हुनु पर्यो, काम गर्न सक्ने क्षमता चाहियो। अब यतापट्टि व्यक्तिगत गुण छ, उसका पर्सनल गुणहरू, पर्सनल जस्तो हेर्नुहोस् त, व्यक्तिगत आकर्षक व्यक्तित्व हुनु पर्यो, देख्दा पनि संयमी हुनु पर्यो, मान्छे संयमी हुनु पर्छ नि, संयम रहने, विनम्र, मिठासपूर्ण बोली भएको हुनु पर्यो। सेवाभाव भएको हेर्नु, सेवाभाव त फेरि पेसागत रूपमा पनि सेवाभाव, व्यक्तिगत रूपमा पनि सेवाभाव, परिश्रमी, लगनशील, समन्वय र सहकार्यको सिप भएको, अलिकति गतिशील, डाइनामिक, आफूलाई चेन्ज गरेर लिएर जान सक्ने, समय सँगसँगै मैत्रीपूर्ण, मित्रसँग जस्तो व्यवहार गर्ने, सकारात्मक सोच। सकारात्मक सोच भनेको के थाहा छ? यो कस्तो भन्दा सकारात्मक सोच भनेको सबै ठिकठाक भएको बेला जम्मैले सकारात्मक सोच आउँछ। सकारात्मक सोच भनेको यस्तो जटिल र कठिन परिस्थितिमा पनि आशावादी हुने, धैर्यवान हुने, संयमी हुने, आत्मविश्वासी हुने है, त्यस्तो खालको सोचलाई हामीले सकारात्मक सोच भन्छौँ। यस्ता गुण हुनुपर्छ भनेर लेख्ने। कहिलेकाहीँ सहायक कर्मचारीका लागि आवश्यक योग्यता भन्छ कि 18 वर्ष उमेर हुनु पर्यो नि त। अफिसरलाई 21 वर्ष, सहायकलाई कति 18 वर्ष। निश्चित तोकिएको शैक्षिक योग्यता कसैले लेख्छ कि त्यहाँ +2 पास भए पुग्छ भनेर लेख्छ कि, लेख्ने होइन। किन भनौँ न, ब्याङ्किङतिर नि तपाईँले कतिपय सेवा समूहमा हेर्नु हो भने सहायक कर्मचारीका लागि ब्याचलर्स पनि चाहिन्छ। ब्याचलर्स पास है, ब्याचलर्स पास चाहिन्छ सहायक कर्मचारीका लागि पनि। अब तपाईँले अब त्यहाँ गडबड गरिदिनु भने त गडबड भइहाल्यो। 18 वर्ष उमेर मिनिमम चाहियो होइन। अनि तोकिएको शैक्षिकता जहाँ जति तोकिएको छ त्यति। कानुन जानेको बुझेको, कानुन फेरि जानिँदैन, बुझ्दिनँ, थाहा थिएन भन्न कसैले पनि पाइँदैन कि, कसैलाई पनि त मान्य हुँदैन। प्राविधिक ज्ञान सिप भएको, अब अलिअलि प्रविधि नजानेको मान्छे त कामै छैन। भाषागत दक्षता भएको, त्यही भएर त परराष्ट्र सेवामा इङ्ग्लिस एक्स्ट्रा चाहिन्छ नि। अर्को आवश्यक तालिम र प्रशिक्षण प्राप्त गरेको, के तालिम प्रशिक्षण चाहिएको छ भने तोकिएको, कहिलेकाहीँ यति कार्य अनुभव प्राप्त गरेको भन्छ, त्यो पनि भनेको भए त्यो पनि चाहियो। सञ्चार र जनसम्पर्क सिप भएको हुनु पर्यो। लेखा र प्रशासन सम्बन्धी आधारभूत ज्ञान हुनु पर्यो। पत्र व्यवहार गर्न जान्ने हुनु पर्यो। आवश्यक तोकियो भने योग्यता हुनु पर्यो। त्यही भएर यहाँ मैले एउटा लेखाएको छु क्या, हेर्नुहोस् त, कहिले यस्तो क्वेसन सोध्न सक्छ नि। हेर्नुहोस् त कन्सेप्ट, सहायक कर्मचारी पदका लागि आवश्यक योग्यता सम्बन्धित विषय, आवश्यक योग्यता सम्बन्धी विषय है, आवश्यक योग्यता सम्बन्धी विषय, सरी आवश्यक योग्यता सम्बन्धी विषय सम्बन्धित निकायमा भर पर्छ, एउटा केमा निकायमा भर पर्छ, कुन सेवा समूह त्यमा भर पर्छ, अनि पदको प्रकृतिमा भर पर्छ। फरक फरक हुन्छ। अब चाहिँ अर्को, कहिलेकाहीँ सहायक कर्मचारीको क्षमता बढाउन के गर्नु पर्ला भन्नु लागि। किन सहायक कर्मचारीले गर्दा फ्रन्टलाइनर यिनीहरू हुन्, सबभन्दा सेवाग्राहीसँग जोडिने कर्मचारी यिनीहरू हुन्। यिनीहरूकै व्यवहारबाट, यिनीहरूकै क्रियाकलापबाट सर्भिस डेलिभरी राम्रो भएको छैन। सेवाग्राहीले शासनको सुखद अनुभूति गर्न पाएको छैन। त्यसैले गर्दा यो सेवाग्राहीमा भएको चरम निराशा छ जुन सेवाप्रतिको, त्यसका लागि सहायक कर्मचारीको क्षमता बढाउनु पर्यो। त्यसका लागि के गर्नु पर्ला भन्दा कामसँग सम्बन्धित तालिम र प्रशिक्षण दिने, सम्भव भएसम्म। अहिले प्री सर्भिस ट्रेनिङ नभएको त होइन, तर यो अफिसर जस्तो ट्रेनिङ भएन क्या, अफिसरहरूलाई जस्तो प्री सर्भिस ट्रेनिङ अलि राम्रो हुनु पर्यो। अर्को, कामको विवरण, कामको सूची दिएर तयार गरेर कार्य जिम्मेवारी दिनु पर्यो, ताकि उनीहरू जवाबदेही हुन्, उत्तरदायी हुन्। अनि प्रविधि मैत्री पाउनु पर्यो, सिकाउनु पर्यो प्रविधि, कार्यालयमा सिकाइ मैत्री वातावरण निर्माण गर्नु पर्यो। अधिक स्तरको कर्मचारी वा नेतृत्वद्वारा समय समयमा गाइडलाइन गर्नु पर्यो, गाइड गर्नु पर्यो, मार्गदर्शन गर्नु पर्यो। अर्को, दण्ड पुरस्कारको व्यवस्था गर्नु पर्यो, सोको पूर्ण एवं प्रभावकारी कार्यान्वयन गर्नु पर्यो। अनि पेसागत विकासको अवसर प्रदान गर्नु पर्यो, करियर डेभलपमेन्टको कुरा पनि है, वृत्ति विकासको अवसर, कार्यको प्राथमिकता निर्धारण, समय व्यवस्थापन, कार्यतालिका बनाउने जस्ता काम पनि सिकाउनु पर्यो। उनीहरूका गुनासालाई पनि सुन्नु पर्यो, उनीहरूका सुझावलाई पनि सुन्नु पर्यो र सोको उचित सम्बोधन गर्नु पर्यो। उनीहरूको उत्प्रेरणा र मनोबल घट्न दिनु भएन। त्यो भयो भने बल्ल क्षमता बढ्छ नि। अनि उनीहरूको कार्य सम्पादनको मूल्याङ्कन गरी सुधारका लागि फिडब्याक पनि दिनु पर्यो। यसरी गऱ्यो भने उनीहरूको के गर्छ, क्षमता बढ्छ, एन्हान्स हुन्छ भन्न खोजेको। यस्तो क्वेसनहरू सोध्न सक्छ। यो अनुक्रमणिकाको परिचय र प्रकार भन्ने अलिकति थोरै छ, एकचोटि हेरौँ ल। यो अनुक्रमणिका भनेको के भन्दा अरू केही होइन कि इन्डेक्सिङ।
ल सुन्नुहोस् न, तपाईँको बुक छ, बुकमा विभिन्न विषयवस्तुको अभिलेख छ। तपाईँलाई अगाडिपट्टि त्यो विषय सूची अनुसार पेज नम्बर त्यहाँ उल्लेख नभएको भए तपाईँलाई भेटाउन कम गाह्रो हुन्थ्यो, हुन्थ्यो कि हुन्थेन? भनेको मतलब अनुक्रमणिका बिनाको फाइलिङ पद्धति अस्तव्यस्तै हुन्छ। हेर्नुहोस् त, फाइलिङ प्रणालीमा थप प्रभावकारिता कायम गरी कागजातको सहज पहुँचका लागि फाइलिङलाई साङ्केतिकरण गर्नु नै अनुक्रमणिका हो। अनुक्रमणिका फाइलको विषय सूची हो। अनुक्रमणिका बिना फाइलिङ पद्धति अस्तव्यस्त हुन्छ। अनुक्रमणिका मूलतः फाइलिङ गरेका अभिलेखको जानकारी प्राप्त गर्ने साधन हो। अनुक्रमणिकालाई विशेष सङ्केत, नम्बर, चिन्ह आदिले जनाइन्छ। यो अभिलेख तथा फाइलिङ व्यवस्थापनसँग सम्बन्धित विषय हो। यसले फाइलिङ प्रणालीलाई मितव्ययी, व्यवस्थित र गुणस्तरीय बनाउँछ। यो फाइलको सूचना दिन्छ, जसले फाइलको सूचना दिन्छ। फाइलको मार्ग निर्देशन हो। के छ र यो? अब अनुक्रमणिका प्रकार के? हेर्नुहोस् त, पुस्तकमा लेखिने अनुक्रमणिका, रजिस्टरमा हुने अनुक्रमणिका, स्ट्रिप, कागजातलाई निश्चित आकारको फ्रेममा राख्ने प्रणाली, कागजातलाई सजिलै झिक्न राख्न सक्ने गरी राखिन्छ। तपाईँले यो जान्नु पर्यो भने स्ट्रिप कस्तो भनेर गुगलमा हेर्नु भने चित्र पनि भेटिन्छ। अर्को घुम्ने कार्ड भन्छ कि, यसरी हेर्नुहोस्, घुम्ने कार्ड भनेको फाइललाई घुम्ने चक्कामा राख्ने, अनि अगाडि त्यहाँ बाहिरपट्टि लेख्ने, अनि त्यसपछि फाइल आवश्यकता अनुसार फाइललाई घुमाएर झिक्ने राख्ने गरिन्छ चक्कामा। यसरी यसरी हेर्नुहोस् त, पुस्तकमा, रजिस्टरमा, स्ट्रिपमा, घुम्ने कार्ड यसरी देखिन्छ। अब अरू विषय अनुक्रमणिका हेर्नुहोस् त, विषय अनुसार छुट्टा छुट्टै राखिन्छ। नाम लेखेर अनुक्रमणिका तयार गरिन्छ। वर्णानुक्रम लेखेर अनुक्रमणिका तयार गरिन्छ। सङ्ख्या लेखेर कम्बाइन्ड अनुक्रमणिका, सबै कुरा कम्बाइन्ड गरेर। अब अनुक्रमणिकाको महत्त्व के छ त? ध्यान दिनु ल, अनुक्रमणिकाको महत्त्व के छ त? फाइललाई गाइड गर्छ, मार्गदर्शन गर्छ, फाइलमा राखेका कागजात खोज्न लाग्ने समय र श्रम बचत गर्छ। फाइलको स्थिति थाहा पाइन्छ, फाइल हराउन दिँदैन। अभिलेख व्यवस्थापनमा प्रभावकारिता ल्याइन्छ, फाइललाई आवश्यकता अनुसार वर्गीकरण गरी राख्न सजिलो हुन्छ। के गाह्रो छ? अस्तव्यस्त हुनबाट जोगाउँछ, पारदर्शिता कायम गर्छ, बाहिरबाट छ्याक्क देखिन्छ भित्र के छ भनेर, कुन पेजमा छ, कहाँ छ, कस्तो छ। यो कुरामा के कन्फ्युजन छ र यस्तो? ल भन्नुहोस् त। यति मैले पढाउँदै गर्दा कहीँ कन्फ्युजन छ? अब योसँग सम्बन्धित दुईवटा टपिकसँग सम्बन्धित चाहिँ मैले तपाईँसँग यो तपाईँको के अरे मैले अब्जेक्टिभ क्वेसन्स मैले तपाईँलाई बनाएर देखाएको छैन। सम्भव भयो भने कुनै अर्को क्लासमा 10-15 मिनट तपाईँलाई देखाउँला। होइन भने यसका आधारमा तपाईँले मजाले त्यहाँ क्वेसन्स गर्नुहोस्। यदि कुनै कन्फ्युजन भयो भने यहाँको ग्रुपमा पठाउनुहोस्, सेन्ड गर्नुहोस्, त्यसको एन्सर म दिन तयार छु मेरो टपिकमा है। के गाह्रै छैन कि यो विषय, यसरी जानु होला। धेरै कन्टेन्ट पढाइ भयो नि, याद गर्नुभएको छ कन्टेन्ट? यस्तो यस्तो कुरामा झुक्किने कुरा हो नि यिनीहरू, एकदम झुक्किने कुरा। कति धेरै पढ्यो हेर्नु त, टन्नै पढ्यो त। यो पनि हेऱ्यो। तपाईँले टक्क के गर्नु होला, सुन्नुहोस् त, यसमा चाहिँ तपाईँले मजाले यो मैले कसरी यहाँ वर्गीकरण गरेँ सबै सुन्नु होला है, ध्यान दिएर सुन्नुभयो भने नि यो तपाईँलाई एकदम तपाईँलाई पढ्नलाई अप्ठ्यारो हुँदैन कि कुनै क्वेसन गर्नलाई। ल ल एकै क्वेसन छ, मलाई सोध्नु, भन्नुहोस् त, केही क्वेसन छ? केही क्वेसन छ भने मलाई ट्याक्क त्यहाँ पठाउनु भयो भने। तपाईँको माइक अन गरौँ, पठाउनु। ल तपाईँको माइक अन छ है, केही त्यस्तो छ भने भन्न सक्नुहुन्छ। केही छ त्यस्तो? हेलो, माइक अन छ तपाईँको, माइक अन गर्न मिल्छ। केही छ र छैन है? छ भने मलाई ट्याक्क भनौँ, होइन भने बिदा भएँ।
ल ओके। ओके है त ल। पिडिएफ चाहियो सब। ल भिडियो चाहिँ मजाले तपाईँ पाइहाल्नु भयो खेर होइन। पिडिएफ पनि म त्यहाँ यसो करेक्सन गरेर पठाइदिन्छु, हेर्नु होला। पिडिएफ भन्दा भिडियो हेर्नु होला, मेरो रिक्वेस्ट। भिडियो हेर्नुभयो भने कुनै पनि क्वेसन छुट्दैन। पिडिएफ के अरे पिडिएफ हेर्नुभयो भने धेरै कुरा छुट्न सक्छ है। ओके ल, म बिदा भएँ है त। हस्।